नमस्कार कृषकहरू, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको अनलाइन सिकाइ प्रणालीमा यहाँहरूलाई स्वागत छ। आज हामी आलु बालीका लागि आलुको बिउ छनौट तथा जग्गा तयारीको बारेमा छलफल गर्नेछौँ। दर्शकहरू, अब हामी एक गरी यी विषयमा छलफल गर्नेछौँ। आलुको बिउ छनौट, जग्गा तयारी। आलुको प्रसारण गर्न प्रयोग गरिने सामग्रीलाई बिउ भनिन्छ। आलुलाई वानस्पतिक विधि र बियाँ टिपिएसको प्रयोग गरी दुईवटा विधिबाट प्रसारण गर्न सकिन्छ। आलुको प्रसारण गर्ने वानस्पतिक विधिको पहिलो तरिकामा आलुको हाँगाबाट कोष निकालेर टिस्यु कल्चर प्रयोगशालामा नियन्त्रित वातावरणमा पिभिएस बिउ तयार र रोपण गर्ने गरिन्छ भने दोस्रो तरिकामा आलु बालीको बोटमुनि त्यान्द्रामा फल्ने दानाहरूलाई बिउको रूपमा प्रयोग गरेर प्रसारण गरिन्छ। यसैगरी बियाँ टिपिएस भनेको आलुको खास बिउ हो, जुन परागसेचन प्रणालीबाट तयार भएर फलेको हुन्छ। आलुको फूलमा परागसेचन भएर तयार भएको बिउलाई टिपिएस भनेर भनिन्छ। नेपालमा हाल पिभिएस प्रविधिबाट स्वस्थ बिउ दाना रोपेर त्यसबाट विभिन्न पुस्ताको बिउ उत्पादन तथा बिक्री वितरण गरिनेको साथै टिपिएस प्रविधिको बिउ समेत कृषकहरूले प्रयोग गर्दै आएका छन्। उन्नत तथा रोगरहित आलु बिउ प्रयोग नै व्यावसायिक आलु खेतीको पहिलो खुड्किला हो भन्न सकिन्छ। तर पनि बहुसंख्यक किसानहरूले सामान्य रूपमा खानका लागि उत्पादन गरिएका आलु नै बिउको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। बिउ आलु रोप्नको लागि आलुको टुसाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। आलु खनेपछि उत्पादित दानाले विभिन्न चरणहरू पार गरेपछि उक्त दाना रोप्न लायक हुन्छ। साधारणतया आलुको दानाले सुसुप्तावस्था, शीर्ष प्राधान्यता, सबै आँखा टुसाउने अवस्था, जीर्ण र पातलो टुसा हुने अवस्था गरी 4वटा अवस्थाहरू पार गर्दछ। बिउको लागि प्रयोग गरिने आलु शीत भण्डारबाट रोप्नुभन्दा 20 देखि 30 दिन अगाडि निकाल्नु पर्दछ। बाहिरी तापक्रमसँग बिउको तापक्रममा सामञ्जस्यता ल्याउन बोरा खोली बिउ आलु छायामा फिजाई सडे गलेको आलु हटाउनु पर्दछ। फिजाउँदा आलुमा पसिना निस्कन्छ, त्यसकारण आलु राम्ररी ओभानो भइसकेपछि मात्र बोरामा भरेर टाढा पठाउने वा लैजाने काम गर्नुपर्दछ। तर बिउ आलुको रोप्ने स्थान शीत भण्डारण नजिकै भएमा शीत भण्डारबाट सोझै लगी उपरोक्त कार्य घरमै पनि गर्न सकिन्छ। बिउ आलु ठिक्क आकारको साइज 25 देखि 30 ग्रामसम्मको रोप्नु उपयुक्त हुन्छ। यदि ठूलो साइजको बिउ छ र काटेर रोप्नुपर्ने भएमा 2 फ्याक हुने गरी ठाडो गरी काट्नु पर्दछ। यसरी काटेर लगाउने बिउ आलु काट्ने चक्कुलाई प्रत्येक कटाइपछि मट्टी तेलमा डुबाउनु पर्दछ, जसले गर्दा रोगी बिउको जीवाणु स्वस्थ बिउमा सर्न सक्दैन। प्रत्येक टुक्रामा कम्तीमा पनि 2 देखि 3वटा आँखाहरू हुनुपर्दछ। काट्दा सधैँ ठाडो हुने गरी काट्नु पर्दछ। काटेको बिउ आलुमा मेन्कोजेब 1 ग्राम प्रति किलो बिउमा छरिदिनाले रोग लाग्ने वा कुहिने सम्भावना कम रहन्छ। यसैगरी आलुको दाना काटेर रोप्दा काटेको सतहमा बोक्रा जम्न दिनको लागि रोप्नुभन्दा 6 देखि 8 दिन पहिले नै बिउ काटी आवश्यक उपचार गरी राख्नु राम्रो हुन्छ। प्रत्येक टुक्राको तौल भरसक 20 ग्राम भन्दा सानो हुनु हुँदैन। काटेको बिउबाट उत्पादित आलु अर्को वर्ष बिउको लागि प्रयोग गर्नु हुँदैन। आलु खेतीको लागि बिउ आलु रोप्नुभन्दा अगाडि आफैले उत्पादन गरेर भण्डारण गरी राखेको वा अरूले बिउको लागि भण्डार गरेको वा स्रोत केन्द्रहरूबाट प्राप्त गरेको बिउ आलुलाई टुसाउने काम गर्नुपर्दछ।
गुणस्तरीय बिउ आलुका टुसाहरू छोटो, मोटो र हरियो हुन्छन्। यस्तो टुसाहरू तयार पार्नको लागि रोप्नुभन्दा 3 देखि 6 हप्तासम्म न्यानो 15 देखि 20 डिग्री सेल्सियस तापक्रम भएको हावा लाग्ने कोठा वा बरन्डा वा छानामुनि 1-2 तहसम्म फिजाएर राख्नु पर्दछ। यसरी राख्दा उज्यालो ठाउँमा राख्नु पर्दछ, तर सिधै घाममा पर्ने गरी राख्नु हुँदैन। बिउ राखेको ठाउँ ज्यादा गरम र सापेक्षित आर्द्रता धेरै कम भएमा भिजाएको बोराहरू एक छेउमा झुन्डाइदिनु राम्रो हुन्छ। यदि आलुको दानाको टुप्पामा एउटा मात्र टुसा आएको छ भने त्यो भाँचिदिनाले अरू टुसाहरू आउँछन्। एउटा आलुको दानामा 5-6 वटा टुसाहरू हुनु राम्रो हुन्छ। दर्शकहरू, यहाँ अब आलु बाली खेतीको लागि जग्गा तयारीको बारेमा छलफल गर्दछौँ। आलु बाली खेतीको लागि जग्गाको तयारी। आलु खेतीको लागि जमिनको तयारी गर्दा माटोमा ठिक मात्रामा चिस्यान भएमा राम्रो मानिन्छ। माटोमा ठिक मात्रामा चिस्यान भएको अवस्थामा खनजोत खर्च कम लाग्छ। आलुको जरा कमजोर र माटोमुनि फल्ने भएकाले आलु लगाउने खेतबारीलाई गहिरो जोतेर ढुङ्गा तथा झारपात हटाई डल्ला फुटाएर माटो बुरबुराउँदो बनाई बिउ रोप्नु पर्दछ। राम्रोसँग तयार पारेको माटोमा जमिनभित्रको पानी सजिलैसँग बिरुवालाई उपलब्ध हुन्छ र जमिनमाथि भएको बढी पानी पनि सजिलैसँग जमिनभित्र निकास हुन्छ। माटोको किसिम हेरी साधारणतया आलु रोपाइका लागि 2 देखि 3 पटकसम्म खेत जोत्नु आवश्यक हुन्छ। पहिलो जोताइमा 20 देखि 25 सेन्टिमिटर गहिरो जोताइ गरेर माटो खुकुलो पार्नु पर्दछ। आलु दानाको विकासमा बाधा नपुगोस् भन्ने गरी माटोमा प्रशस्त मात्रामा छिद्रहरू भएको हुनु पर्दछ। जोताइका लागि पशु तथा ट्र्याक्टरले तान्ने पल्टाउने हलो, तावादार हलो, परम्परागत स्थानीय हलो, फरुवा र कोदाली जस्ता औजारहरू प्रयोग गरेर खनजोत गरी जग्गा तयार गर्न सकिन्छ। दोस्रो र तेस्रो जोताइमा माटो बुरबुराउँदो बनाउन पशु वा ट्र्याक्टरले तान्ने हेरो, कल्टिभेटर, रोलर, काठको हलो, काठको पाटा, दाँते, फरुवा, कोदाली, कुटो, खुर्पी, कोदालो र डल्लेठो जस्ता औजारहरू प्रयोग गरेर जग्गा तयारी गर्नुपर्दछ। कृषकहरू, यस कक्षामा हामीले आलु खेतीका लागि बिउ छनौट र जग्गा तयारीका बारेमा छलफल गर्यौं। माथि उल्लेखित प्रविधिहरूमा ध्यान पुर्याउन सकेमा आलु बालीको खेती सफलतापूर्वक गर्न सकिन्छ। यस कक्षाको सन्दर्भमा यहाँहरूलाई कुनै जिज्ञासा वा प्रश्न भएमा हामीलाई प्रणालीको कमेन्ट सेक्सनमा गएर राख्न सक्नुहुनेछ। यहाँहरूका सुझावले हामीलाई यी पाठ्य सामग्री परिमार्जन र थप गुणस्तरीय बनाउन सहयोग हुनेछ। धन्यवाद। नमस्कार।